उता कान्छी ननालाई फोन गर्नु पर्यो। फेरि उठाउनुहुन्छ कि हुँदैन? फोन कहाँ राख्नुहुन्छ? हेलो नानी। हेलो भाउजू दर्शन। दर्शन अब हेर्नु न, तीज पनि पर्छिरहेछ, भोलि त आइहाल्नु है। तपाईँ छिटो छिटो गरेर माइत यहाँ टिकटक बनाउनु पर्ने, रमाइलो गर्नुपर्ने। म त आउन भ्याउँदिन भाउजू। नानी म त मान्दिनँ है त्यस्तो त, जसरी भए पनि आउनुपर्छ। हजुर नआउँदा त रमाइलै हुँदैन। लुगा पनि छैन भाउजू, म त यत्तिकै आउँछु। लुगाको कुरै नगर्नु न, टेन्सनै नगर्नु। हुन्छ त्यत्तिकै आए पनि मैले यहाँ 5 जोडी लुगा किनिहालेको छु। हामी सबै नानीहरूलाई त्यो सेम खालको, अरू नानीहरूलाई पनि बोलाएको छु नि त। अनि सबैजनालाई सेम मैले गर्मीको लुगा किनेको छु। ए हो भाउजू 5 जोड? अनि 1 जोड त पुगेन नि त भाउजू। त्यो कुरा म यहीँ आएर भनौँला नि। अब तपाईँ के पो भन्छ, घर बस्दा लाउने लुगा 2-3 जोडी लिएर आउनु न, भइहाल्छ नि। त्यति भए भाउजू नमस्कार। ए आउनु भयो? आउनु, बस्नु। अचानक बोलाउनुहुन्छ फेरि भाउजू, केहीको तयारी पनि थिएन। मैले त 1 जोडी लुगा लिएर आइरहेछु, त्यति नि। तपाईँकै लाउँछु भनेर केही नलिआएँ भाउजू मैले त। केही फरक पर्दैन, लुगाको त टेन्सन नगर्नु न। तपाईँलाई मैले स्पेसल लुगा ल्याएको छु। तपाईँ र मलाई उस्तै एउटै क्वालिटीको सेम लुगा छ, तपाईँको लागि भनेर स्पेसल ल्याइदिएको क्या मैले। अब तपाईँको त्यो लुगाको त टेन्सनै नगर्नु न, मसँग छँदैछ नि। तपाईँलाई राति सुत्दा लाउने, बिहान उठ्दा लाउने लुगा सबै मेरो लाउँदा भइहाल्यो नि। घुम्न जाँदा पनि मेरो लुगा लाउँदा भइहाल्यो। कति माया गर्नुहुन्छ भाउजू। साँच्ची कहिले फोन गरेकी गरिन। म त यहाँ फोन गर्छु भनेर डरले। अब टिकटक बनाउनु पर्छ, हामी त यसो गफसप पनि गर्नुपर्छ होइन। छिटो आयो भने त डिस्टर्ब गर्छ नि त। टिकटक बनाउन पनि उची फेरि कति झर्को मान्छे, लुगा पनि त त्यस्तै लाउँछ झत्तेर मत्ते। अनि त्यही भएर त तपाईँलाई अगाडि बोलाएको त। टिकटक बनाउनेको त कुरो पनि मिल्छ नि त। त्यही त भाउजू, अब उनीहरू चाहिँ झर्को मान्छन्, रिसाउँछन्। सासूका गफ सुनिदिनु पर्ने, उसका ससुराका गफ सुनिदिनु पर्ने, दिक्क पो लाग्छ। नन्दको त नि सम्झना पनि आउँदैन। तपाईँ भएपछि त मलाई अरू कोही चाहिँदैन हौ। मन नपरेपछि त सम्झना पनि आउँदैन रहेछ। तर अब एकचोटि फोन चाहिँ गरी हेर्नु जस्तो गर्नु पर्यो नि त। फेरि पछि हाम्रो भिडियो हेर्छन्, चित्त दुखाउँछन्। यसो फोन चाहिँ गरे जस्तो गर्छु, बोलाए जस्तो चाहिँ गर्नु पर्यो। ल नबोल्नु है, नबोल्नु। हेलो नानी। हजुर भाउजू। अब तीज पनि आउन आँटो। यसो सबैजना चेलीबेटीहरूलाई भेला गरेर बिहान दर खाने दिन आउनु भनेर नि। ए सबै दिदीबहिनीहरू आउने अरे भाउजू। अनि खानेकुरा चाहिँ के पकाउन तयार गर्दै हुनुहुन्छ नि? त्यस्तो केही पनि होइन। सबैजना अब नभ्याउने कुरा गर्दै हुनुहुन्छ। यसो 1.5-2 घन्टा मात्रै बसेर जाने कुरा गर्दै हुनुहुन्छ। तपाईँ भ्याउनुहुन्छ भने मात्रै आउनु भनेर क्या। अब तपाईँको त सासू ससुरा हुन्छ, बुढाबुढीहरू हुनुहुन्छ। यसो फुत्त घर छोडेर पनि आउन मिल्दैन होला। त्यसैले अब मिल्छ भने आउनु न भनेर। अनि सबैजना आउने हुँदाखेरि त मलाई पनि आउन मन लाग्छ नि भाउजू। मेरो सासूलाई फोन गरेर सोधिदिनु न एकचोटि। अब कहाँ मैले भन्दा हुन्छ त, तपाईँले नै भन्नु पर्यो नि। त्यो त मैले त कसरी भन्न मिल्छ? म त नराम्रो भइहाल्छु नि। तपाईँले अब यसो मिलाएर आउनु न, भ्याउनुहुन्छ भने। सबैजना चेलीबेटी आउने हुँदा त मलाई पनि आउन मन लाग्यो भाउजू।